पसिनै पसिना भइयो साथी हो। हात खुट्टा पाखुरा बजार्दा त पसिनै पसिना हुँदो रहेछ साथी हो। यस्तो हुँदो रहेछ अहिले केटाकेटीहरू काम गर्नु नमान्दो रहेछ त। हेर्नुहोस् यसरी कोट साथी हो। यो चाहिँ किनभने यहाँनिर मेसिन यहाँ बारी जोत्दैछु र यो सिम्बलीले अलिकति डिस्टर्ब गर्दो रहेछ। यो सिम्बली पनि निकालेर चाहिँ यो बारी जोत्नु पर्यो भनेको। यहाँ सागसब्जी लगाउने हो साथी हो यहाँनिर। यहाँ चाहिँ मेरो कान्छा काका र म र गोरु भनौँ न आधुनिक गोरु छ। सर्लक्कै जोतेर चाहिँ आज म झरौँ भनेको साथी हो। कस्तो हुनुहुन्छ तपाईँहरू? सन्चो सुबिस्तै हुनुहुन्छ होला है। म चाहिँ बस्तीमा अर्ग्यानिक गोरु आधुनिक गोरु जोत्दैछु। सुपारी बारीहरू हेर्नुहोस् यहाँनिर। अहिले बारी खेती गर्नु छोडेर मानिसले सुपारीहरू लाउन थाल्यो है। छैन अब यसो सिमी खाउँ न है, साग खाउँ न है भन्दा पनि बजार कुट्नुपर्छ साथी हो अहिले।